यो भैँसीले घाँस खाएन छ। आमा र बुवा घर वरिपरि काम गरिरहेको हुन्छ। छोरी अपाङ्गता हुन्छन् र छोरी निन्याउरो मुख लगाउँदै स्कुलतिर लाग्छिन्। हजुर छोरी, ल राम्रै जाऊ है छोरी। ए छोरी, पख एकछिन। अनि तिमीलाई के भयो? एकदम निनाउरी पनि छौ। छोरीले घर फर्काउँछन् र बुवा बुढाबुढी सल्लाह गर्छन्। के भएको मलाई थाहा छैन। मलाई के भएको मम्मी? यस्तो पेट पनि बेसारी दुखिराखेको छ अनि रगत पनि बगिराखेको छ मम्मी। ए हो र? ए तिमी त ठुली भइछौ छोरी। अब तिमी परसरी छौ। अब स्कुल जान मिल्दैन आज। ल्याउ झोला ल्याउ त, यहाँ झोला राख। अब हामी घरै फर्काउनु पर्छ। यस्तो भएको बेलामा स्कुल जान मिल्दैन अनि घरै बस्नुपर्छ। बुवाको दाइहरूको अनुहार पनि हेर्नु हुँदैन, घाम पनि हेर्नु हुँदैन, घरको धुरी पनि हेर्नु हुँदैन अनि घर टेक्न पनि हुँदैन भन्छन्। तिमी यहाँ बस्दै गर, म बुवासँग सल्लाह गरेर आउँछु है त। अनि म कहिलेदेखि स्कुल जान्दा नजानु म स्कुल? अनि जान मिल्छ। तिमीले यो चाहिँ पुरा बारिसकेपछि मात्रै जान मिल्छ। तिमी यहीँ बस, घर नटेक है। म बुवासँग सल्लाह गरेर आउँछु कहाँ बस्ने भनेर। ए सुन्नु त छोरी, छोरी त परसरी छिन्। अब के गर्ने होला? ए पर पो छोरी छिन्। अब घरको धुरी पनि हेर्नु भएन, घामको झुल पनि पर्नु भएन, घरभित्र पनि राख्नु भएन। अब के गर्ने त? अब त्यही बाख्राको खोर गोरुको खोर त्यता राख्दिनँ होला नि। ए अब त्यही बाख्राको खोरमै राखौँ त। हुन्छ, बाख्राकै खोरमा राख्दिउँ न। ए म त्यहाँ हेर्छु है त कस्तो रहेछ, अनि यही राखौँला। छोरी, आमा छोरीलाई बाख्रा खोर पछाडि लगेर राख्दै कुरा गर्छन्। ल अब तिमीलाई बस्ने ठाउँ हामीले बनाएको छ। तिमी यहाँ बस्नुपर्छ। 7 दिनसम्म तिमी यहीँ बस्छ अनि खानेकुराहरू म यहीँ ल्याइदिन्छु है। यहीँ बस्नु मम्मा? तिमी यहीँ बस्ने हो 7 दिनसम्म। बाहिर ननिस्क। घाममा बाहिर निस्कन पनि मिल्दैन। अनि तिमीलाई दिसा पिसाब लाग्यो भने पनि घामको मुख हेर्नु हुँदैन नि त। अनि तिमीले बिहान घाम नजुल्की र बेलुका घाम अस्ताएपछि मात्रै गर्नुपर्छ है छोरी। मम्मा त यस्तो अँध्यारो कोठामा नबस्ने, मलाई एक्लै डर लाग्छ। होइन होइन, बस बस, जिद्दी नगर है। तिमी बाहिर ननिस्कनु नि। नाइ मम्मी, अनि हामीलाई त स्कुलमा स्वास्थ्य पढाउने सरले त अनि महिनावारी हुँदाखेरि घरमै बस्नुपर्छ, सरसफाइमा ध्यान दिनुपर्छ भन्नुभएको थियो त मम्मी। सरहरूले जे भन्यो भने तिमी यहीँ बस है, जिद्दी नगर। म तिमीलाई खानेकुरा ल्याइदिएर आउँछु, बाहिर ननिस्कनु न। दोस्रो दिन चमेली महिनावारी भएकोले कराउँछ। मम्मी, बाबाले मलाई किन यसरी एक्लै राख्नु भएको? यस्तो पेट दुख्यो। पेट दुखेर झन् झन् गाह्रो हुन्छ। तेस्रो दिन चमेली झन् धेरै रुन्छिन्। मम्मी, मलाई मात्रै किन यस्तो भएको? मम्मी, मलाई तपाईँहरूसँगै राख्नु न, मलाई यस्तो अँध्यारो कोठामा नराख्नु मम्मी। प्रक्रिया निरन्तर अगाडि बढिरहन्छ। चमेलीलाई 5औं दिनमा निन्द्रा नलाग्ने समस्या हुन्छ। मेरो खुट्टा पनि दुखेको, त्यही माथि पेट दुख्दा मलाई झन् बेसारी गाह्रो हुँदैछ मम्मी। चमेली रोएको कराएको सुनेर छिमेकीहरू चमेलीको घरमा जान्छन्।